नमस्ते सबजना विद्यार्थी भाइ बहिनीहरुलाई तपाईहरु स्टुडेन्ट भिसा अथवा वर्किङ भिसाको लागि चाहिँ JLPT N5 लेभलको जुनसुकै एक्जाम जस्तै न्याट भयो जेसट भयो JLCT भयो JPT एक्जामहरु तयारी गरेर बसिराख्नु भएको छ भने तपाईहरुलाई आज म JLPT N5 लेभलको प्र्याक्टिस क्वेशनहरु लिएर आएको छु। पक्कै पनि यो भिडियोले तपाईको एक्जामको लागि मद्दत पुर्याउनेछ है। र हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गरिदिनु होला र के तपाईहरुलाई गुनासोहरु छन् भने कमेन्ट बक्समा लेखिदिनु होला। ल आजको भिडियो ढिला नगरी सुरु गरौँ है त। ल यो आज चाहिँ मैले चाहिँ N5 को ग्रामर है तपाईलाई जुनसुकै एक्जामको लागि पनि काम लाग्ने छ है ग्रामरको क्वेशनहरु लिएर आएको छु है। ल सुरु गरौँ है त। हेर्नु होला वाताशिवा हेर्नु है वाताशिवा राइनेन नो सानगाचु डडड खुनिए खारीमास है। म चाहिँ राइनेन भनेको अर्को वर्षको सानगाचु है 3 महिना डडड खुनिए खारीमास। अब यहाँ चाहिँ कुन ग्रामर लाग्छ होला तल हेर्नु होला दे निमा छ कारा सानमा मादे योनमा नि है। अब कुन के रे चाहिँ पार्टिकल्स लाग्छ होला यसमा चाहिँ म चाहिँ अर्को वर्षको 3 महिना घर जान्छु भन्ने छ। अब यो कुन लाग्छ भन्दा म तपाईलाई टिप्स दिन्छु। कुनै पनि समय तोकेर राइनेन समय तोकेर भन्यो भने त्यो समयको पछाडी नि पार्टिकल लाग्छ हो। यहाँ चाहिँ समय तोकेर भनेको राइनेन भनेको अर्को वर्षको सानगाचु भनेको मार्चमा तोकेर भन नि त अर्को वर्षको सानगाचुमा भनेर। त्यसैले यसको सही उत्तर हुन्छ है सही उत्तर हुन्छ है योनको नि है। योनको चाहिँ के हुन्छ नि है। सेकै कोतायवा निदेश भनेको सानगाचु नि खुनिए खारीमास 3 महिनामा घर फर्कन्छु भनेको मिनिङ दियो सेन्टेन्सले है। त्यसरी नै होला अर्को चाहिँ कुनो स्यासिनवा है कुनो स्यासिनवा चिसाइ नोदे है कुनो स्यासिनवा चिसाइ नोदे डड्डा कुदासाइ भनेछ है। यो फोटो चाहिँ सानो भएको हुनाले डड्डा कुदासाइ गर्नुस् भनेर भनेछ है। ल अब के गर्ने होला अब ठुलो गर्नुस् बनाउनुस् भनेको छ। अब त्यसमा चाहिँ मिल्दो एन्सर इची नि सानियनमा कुन होला। ल आफ्नो एन्सर चुज गर्नु होला तपाईहरुले है। म सँगसँगै तपाईको एन्सर चुज गर्नु होला पछि चेक गर्नु होला है। ल कुन मिल्छ होला यसको सही उत्तर हुन्छ है सानको चाहिँ ओकीको सिते कुदासाइ भनेको चाहिँ ठुलो गर्नुस् भन्ने चाहिँ मिनिङ दियो। ओकिनी सिते भन्दा पनि ओकीको सिते कुदासाइ है। थारासी कोतायवा सान्देश ओकीको सिते कुदासाइ सेकाइ भनेछ कोतायवा ओकीको सिते देश भनेर भनेछ है। ल त्यसरी नै अर्को हेर्नु होला यसले भन्छ है खाचेवा है दाइजो विदेशका है। खाजे भनेको रुवा खोकी ज्वरो आथ्यो तलाई चाहिँ खाजे कस्तो छ भनेर सोध्यो अनि बीले भन्यो कुसुरी हो डड नोदे दाइजो विदेश हो। कुसुरी हो डड नोदे दाइजो विदेश हो है। औषधि के गएर भएको हुनाले ठीक छ भनेर भन्छ है। कुसुरी अब के हुन्छ होला इची नि सानियनको चाहिँ कुन मिल्छ होला एन्सर चाहिँ कुसुरी हो कुन मिल्छ होला। ल यसको थादासी कोतायवा योनको नोन्दा नोदे है। कुसुरी भनेको औषधि लिएको हुनाले औषधि पिएको हुनाले है दाइजो उद्देश्य ठीक छ भनेको उत्तर भयो है। कोतायवा योन बान्नो नोन्दा है नोन्दा नोदे। ल चुगी है चुगी मारम गाको नो है गाको नो रेउवा है स्कुलको चाहिँ होस्टेल चाहिँ है त्यो म यासुदेश है। गाको को चाहिँ हैन होस्टेल चाहिँ के छ एकदम सस्तो छ है। रेउ वा डड त्यो म यासुदेश भनेर भनेछ। अब यहाँ चाहिँ इची नि अब बीचमा चाहिँ खाली ठाउँमा चाहिँ हामीले इची नि सानीहरुको कुन मिल्छ होला हामीले चाहिँ चुज गर्न पर्यो है। ल इची नि सानीहरुमा चाहिँ कुन हुन्छ होला ल चुज गर्नु होला है। ल यसको सही उत्तर हुन्छ योनको किरेदे है। योनको चाहिँ किरेदे। अब किरेदे कसरी भयो भन्दाखेरि चाहिँ कुनो गाकुनो रेउवा तोतेमो यासुइदेश है। अब यहाँ दुईटा एडजेक्टिभहरु हैन खेयोसे दुईटा एडजेक्टिभहरु आउँदाखेरि यो र त्यो भन्दा जस्तै ठुलो के छ यो जस्तै जापान चाहिँ राम्रो र सुविधाजनक छ भन्नु पर्यो। दुईटा कुनै पनि कुराहरुको दुईटा विशेषता आउँदाखेरि अब यहाँ एउटा विशेषता भयो एउटा विशेषण भयो अर्को चाहिँ यासुइ भन्ने भयो हैन। अगाडि अब यहाँ चाहिँ किरे भन्नेको छ। अब
किरे भनेको कुन पार्टिकल्स हो ई हो कि ना है किरे भनेको ना पार्टिकल्स हो किरे यो ई आएर पनि ना हुने एडजेक्टिभ अपवादमा पर्छ त्यही भएर अगाडि ना एडजेक्टिभ आयो भने दे लगाउनु पर्छ हो त्यही भएर किरे दे त त्यो म्याच हुइदेस है भनेको चाहिँ सुन्दर सफा र के छ सस्तो छ भन्ने मिनिङ दियो यो सेन्टेन्सले है ल त्यसरी नै हेरौँ अर्को निचो बिवा है निचो बिवा कुरुमागा ओइ है आइतबार चाहिँ के छ कारहरू चाहिँ थोरै गाडीहरू थोरै र देन्स्यादे इकिमास कुरुमागा ओइ हैन कारहरू धेरै भएको हुनाले देन्स्यादे इकिमास है त्यही भएर के ट्रेनमा जान्छु भनेछ है भनेको आइतबार चाहिँ है निचो कारहरू धेरै भएको धेरै डड्ड देन्स्या अब यहाँ के हुन्छ भएको हुनाले भन्ने मिनिङ दिन्छ होला है ल इची निसानीहरु हेरौँ है त नोदे नोगा नोनी नोवा कुन हुन्छ होला ल तपाईको आफ्नो एन्सर चुज गर्नुस् त है थादासी कोता यसको मिल्दो एन्सर हुन्छ इचीको नोदे भनेको चाहिँ भएको कुरुमागा ओइ नोदे भनेको धेरै भएको हुनाले नोदेको मिनिङ धेरै भएको हुनाले है देन्स्या भनेको ट्रेनमा जान्छु भन्ने मिनिङ दिन्छ यसले है त्यसरी नै हेर्नु होला कुन के वा आमारी है कुन के वा आमारी यो केक चाहिँ त्यति भनेको आमारी भनेको कस्तो हुन्छ भन्दा जस्तै मन पर्दैन त्यति मन पर्दैन है कुनै कुराले आमारी सुकी ज्यारीमा छ त्यति मन पर्दैन भनेको टोटली पनि हैन है जेनजेन भनेको जेनजेन पनि हैन अलिअलि मन पर्छ तर त्यति मन पर्दैन भन्ने चाहिँ मिनिङ दिन्छ यसले चाहिँ कुन के वा आमारी है अब यो आमारी आइसकेपछि जहिले पनि के हुन्छ हामीले नेगेटिभ लगाउनु पर्ने हुन्छ है नेगेटिभ भर्ब चाहिँ युज गर्नु पर्ने हुन्छ है अब हामी यहाँ नेगेटिभ भर्ब हेर्नु पर्यो यो पोजिटिभमा कहिले पनि लाग्दैन है ल नेगेटिभ भर्ब भएको इ नि छ हो नि र सान छ है त्यही भएर कुनै के हो आमारी आमै ज्यारीमा सेन आमा कुनाइदेस कुन मिल्छ होला है थादासीको दाइवा सान देश है सानको के छ है आमा कुनाइदेस भनेको आमै देश भनेको मिठो छ भन्ने हुन्थ्यो भने त्यसको नेगेटिभ के हुन्छ आमा कुनाइ देश भनेको यो केक चाहिँ त्यति मिठो छैन है त्यति मिठो छैन त्यति गुलियो छैन भन्ने चाहिँ मिनिङ यसले दिन्छ है ल मिठो त्यति गुलिएको छैन भन्ने दिन्छ है अब अर्को हेर्नु होला क्योनो खाइगी वा है क्योनो खाइगी वा कुजिका र जिउजिजी डाड्डा देश है अब यो त सजिलो भयो है यो त सुरुमै पढेको कुराहरू हो आजको चाहिँ मिटिङ चाहिँ 9 बजेबाट 11 बजेसम्म हो भन्नु पर्यो हैन सम्म भनेको के होला इचिनी सान्योनमा चाहिँ है थासीको तायवा निदेश है मादे देशसम्म हो यो सजिलो भयो है त्यसैले अर्को हेर्नु होला यसले भनौं निमुचुका ओइ देशने ए निमुचुका ओइ देशने हितोजु टर्ड बिले सुम्मासेन ओनेगाइसिमा भनेको दुईटा मान्छे छन् एउटाले बीले चाहिँ हातभरि सामान लिएछ भने त्यही लिएको देखेर यसले के भनौं निमुचुका धेरै छन् है सामानहरु धेरै छन् हितोजु एउटा लिदिउँ कि भन्न पर्यो नि त हैन अनि बीले सुम्मासेन ओनेगाइसिमा प्लिज भनेर भन्यो हैन हुन्छ सरी है तर ओनेगाइसिमा प्लिज लिदैन भने है भनेपछि हामीले के भन्नु पर्यो यसले चाहिँ ओइ देशने हितोजु मोचिमासेउका र कुन हुन्छ होला है थासीको दायवा इची देश है मोचिमासेउका है मोचिमासेउका भनेको के हो है अब मोचिमासेउका भनेको चाहिँ लियोंकी भन्नु पर्यो नि त सामान धेरै छ उसले मोत्तेमो इ देशका लिदा पनि हुन्छ र अथवा मोचिमासेनका मोत्तेको देश भन्ने चाहिँ मिलेन त्यस लियोंकी तपाईको सामान लिदिउँ कि भनेर भनेको मिनिङ दिन्छ यसले है त्यसैले अर्को हेर्नु होला ए माछा छ साइकिन खारातानो चौसीका वारिन्देश साइकिन आजकल चाहिँ शरीरको अवस्था चाहिँ के छ वारुई देश है एकदम के छ वारुई छ भनेर वारुन्देश भनेर भनेको छ है खराब छ बिले के भन्न हायाकु बेउने होगाई देश हो हायाकु भनेको चाँडै हस्पिटल होगाई देश हो भनेको अब चाँडै हस्पिटल जाँदा चाहिँ ठीक हुन्छ है र भनेछ है भनेको बेउने इकु होगा इ देश हो इको इत्ते होगा इत्ता होगा अब के हुन्छ यो होगा इ है होगा इ
जाँदा चाहिँ ठिक हुन्छ, यो चाहिँ ठिक छ है भनेर भन्दाखेरि अब यसमा कुन स्टेज लाग्छ? अब यहाँ इकिमासको कुरा आछ, इकु हुन्छ कि इको हुन्छ कि इत्ते हुन्छ कि इत्ता हुन्छ, जाँदा ठिक हुन्छ भन्दाखेरि यसको थारसी कोताए वा योनको चाहिँ इत्ता होगा है, इत्ता होगा इदेश भनेको चाहिँ यसमा ताफम लाग्छ है, ताफम। त्यही भएर इकिमासको है इत्ता है, इत्ता होगा इदेश हो, जाँदा चाहिँ ठिक हुन्छ भन्ने मिलिन्छ। त्यसै नै अर्को आउँछ आइस्ता वा गाकको एसुमास ब्याउने, आइस्ता वा गाकको एक मास भोलि चाहिँ स्कुल बिदा बस्छु, ब्याउने हस्पिटल चाहिँ हस्पिटलतिर के छ इकिमासेन। अब यसको उत्तर के हुन्छ होला है, थासीको दाया वा सान देश इकुन देश भनेको इकिमास भनेको नै मिनिङ हो है, इकिमासको नै मिनिङ हो इकुन देश है, इकुन देश। जोगी वा गुहानो नागारा, गुहानो र नागारा तेरिबियो है, तेरिबियो मिनाइदिएको छ। गुहानो डड नागारा भनेको भात डड नगरे, नागारा भनेको यो चाहिँ मास हटाएर, जस्तै ताबे मास, जस्तै टिभी हेर्छु हेर्दै भन्दाखेरि मि मास हुन्थ्यो, मास फालेर मिनागारा भनेको हेर्दै भन्ने नागारा मिनिङ दिन्छ। जस्तै यहाँ चाहिँ के हुन्छ गुहानो भात, भात खाँदै भन्नु पर्यो भने गुहानो ताबे मास हुन्थ्यो नि, मास हटाएर ताबे नागारा तेरिबियो मिनाइदियो भनेको भात खाँदै टिभी नहेर्नुहोस् भनेर मिनिङ भनेपछि अब के हुन्छ होला यहाँ चाहिँ मास पालेर, अब ताबे मासको मास पालेर त्यति राख्नु पर्यो भनेपछि के हुन्छ होला थासीको ताए वा योनमा ताबे है, ताबे नागारा है, ताबे नागारा मास पालेर है अगाडिको मात्र हुन्छ, त्यही भएर ताबे नागारा है, भात खाँदै भनेर भनेछ है यसको मिनिङ चाहिँ। ल अब चुकी हेर्नु होला है, खाइस्या नो हितो है, कम्पनीको मान्छे रेकौनो ओमियागी मोरेमा यस्ता है, कम्पनीको मान्छे भन्छ रेकौनो ओमियागी भनेको त्यसको कुनै टुर गएको थियो होला, टुरको ओमियागी गिफ्ट चाहिँ मैले पाएँ भनेर भनेछ भनेको खाइस्याको मान्छेबाट भन्नु पर्यो नि, त्यही भएर के हुन्छ यसको मिल्ने आन्सर ल थाहा चाहिँ कोता वा निदेश है भनेको खाइसेनो हितो नि रेकोनो ओमियागी भनेको खाइसेको हितोबाट यहाँ चाहिँ के हुन्छ बाट ऊ मान्छेबाट चाहिँ भनेर मैले गिफ्ट पाएँ भन्ने हुन्छ, त्यही भएर यसको चाहिँ नि है, नि त्यहाँ वा निदेश। त्यसरी नै हेर्नु होला अर्को चाहिँ बान गुहान नो आतो दे भनेको बान गुहान भनेको चाहिँ बान भनेको बेलुकाको डिनर, बेलुकाको खाना भनेको बेलुका डिनर होइन, डिनरको पछाडि आतो दे है, कोवेन डटा सानपोसीमास भनेको है पार्क चाहिँ के गर्छु सानपोसीमास भनेको टक्क होइन बाहिर निस्कन्छु हिँड्छु डुल्छु त्यसैले के भन्छ सानपोसीमास भनेको कोवेन है सानपोसीमास भन्छ। अब कोवेन दे सानपोसी, अब यी चिन्नी सानो कुन पार्टीको लाग्छ होला कोवेन थासी कोताए वा ओ देश है, जहिले पनि के हुन्छ सानपोसीमास भन्दाखेरि ओ आउँछ होइन है, कोवेन हो सानपोसीमास भन्ने मिनिङ यसमा चाहिँ आउँछ है, कोइन भनेको चाहिँ सानपोसीमासको अगाडि जहिले पनि के हुन्छ ओ पार्टिकल लाग्छ है। त्यसरी नै हेर्नु होला अर्को माता ओ सुसी हो कोतोगा नाइन हो दे ताबे तिमिताइदेश है, मादा ए मादा है, मादा ओ सुसी हो कोतोगा नाइन हो दे ताबे तिमिताइदेश है, मादा। अब के हुन्छ होला ताबे ते मिताइदिस भने खाएर हेर्न मन छ भनेको मादा भनेको ओ सुसी हो, कोतोगा नाइन भनेको मादा भनेको अहिलेसम्म सुसी खाएको कोतोगा नाइन हो भने खाएको अनुभव छैन, त्यही भएर खाएर हेर्न मन छ भन्न मिनिङ दिए। त्यही भएर यहाँ के हुन्छ इचिनी सानो कुन मिल्छ हेरे खाली ठाउँमा मादा ओ सुसी हो ताबेरु कोतोगा नाइदे है, ताबेता कोतोगा ताबेते भनेको यहाँ चाहिँ अहिलेसम्म खाएको छैन भने कुन पार्टी कुन चाहिँ फर्म लाग्नुपर्छ हामी चाहिँ पास्ट फर्म लाग्नुपर्छ, त्यही भएर यहाँ पास्ट फर्म भनेको चाहिँ सानमा छ हो ताबेता है। ल सेकाइ भन्छ, सेकाइ भनेको मिल्यो भनेको कोताए वा ताबेता है भनेको माता ओसुसी हो ताबेता कोतोगा नाइदे भनेको खाएको अनुभव छैन, त्यही भएर ताबेते बिताइदेश भनेको खाए ताबेते खाएर हेर्न मन छ, ताबेते मिताइ भनेको है। अनि मिताइ लाग्यो भने पछाडि चाहिँ जस्तै गएर हेर्न मन छ भने इत्ते मिताइदेश है, नोन्ने मिताइदेश है, यसरी दिन्छ है। अब हेर्नु होला अर्को चाहिँ डड है मेगाने हो
है खाकेतेरु हितो वा यामादा सेन्सी देश है मेगाने ओ खाकेतेरु हितो वा यामादा सेन्सी देश भनेको मेगाने भनेको चस्मा खाकेते है खाके मास चस्मा लगाउनलाई मेगाने खाके मास है चस्मा लगाइरहेको मान्छे चाहिँ यामादा सेन्सी हुनुहुन्छ भनेर भनेछ है अब यहाँ चाहिँ कुन लाग्छ होला इची निशानीहरुमा चाहिँ है अब मान्छेलाई भन्दाखेरि कोरेश्वरी आरे लाग्छ त लाग्दैन सामनामा लाग्छ त्यही भएर मान्छेलाई भनेको कोन सुनो त्यही भएर थालसीको त मिल्दो आन्सर चाहिँ सान आनो है आनो मेगाने भनेको उ तो है चस्मा लगाइरहेको व्यक्ति चाहिँ के हुनुहुन्छ यामदा सेन्सी हुनुहुन्छ भन्ने मिनिङ दियो यसले चाहिँ है कोतायवा सानको आनो भनेको उ त्यो है ल यसरी नै आज हामीले चाहिँ 15 वटा क्वेशनहरु प्र्याक्टिस गरौँ फेरि म अर्को भिडियोहरु लिएर आउने छु तपाईहरुले जसरी चाहिँ एक्जामको लागि चाहिँ यो वर्ड मिनिङहरु घोक्नु होला र यस्तै क्वेशनहरु चाहिँ धेरै भन्दा धेरै प्र्याक्टिस गर्नुहोस् है ल तपाईहरु हाम्रो युट्युब च्यानललाई यदि हाम्रो भिडियो मन पर्यो भने हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला र केही गुनासाहरु भए कमेन्ट बक्समा लेखिदिनु होला फेरि अर्को भिडियोमा भेट हुनेछौं हस्त नमस्ते